झन्डै झन्डै भर्खर अहिले मात्रै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर हात हलाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौं विस्तार हुन नपाओस् है, यो हात हलालको स्थिति लडाईँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं। उहाँहरूसँग पनि कुरा गर्यौं, नभन्दै उहाँहरूले लडाईँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खचखचहरू, आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ, सबै कुराका लागि शान्तिको महत्त्व छ।